आज चाहिँ हामी सुर्खेत रेडियोनगर नगरपालिकामा रहेको रेडियो नेपालभित्र आएका छौँ घुम्नलाई र यसको स्थापना भएको थियो 2000 कति सालमा भएको थियो त्यो थाहा छैन, तर हामी जान्न कोसिस गर्नेछौँ। कृपया तपाईँहरूलाई थाहा छ भने भनिदिनु होला। र आजको ब्याकग्राउन्ड भ्यूहरू देख्न सक्नुहुन्छ। यो चाहिँ ब्याकग्राउन्ड भ्यू र यो चाहिँ रेडियो नेपालको टावर हो गाइस। हामी चाहिँ अब दाजुभाइ भेटघाट गर्दै वक गर्दै बसिरहेका छौँ र आज धेरै दिनपछि भेट भयो हाम्रो र हामी घुम्न आयौँ। देख्न सक्नुहुन्छ हामी आज बसिरहेका छौँ। धेरै छन् जनताहरू भित्र चाहिँ सबैजना आफ्नो आफ्नो तालमा बसिरहेका छन् र हामी चाहिँ यता बसिरहेका छौँ। गाह्रो छ गाइज, यस्तै छ। पानी पर्ला जस्तो छ होइन। मौसम चाहिँ अलिअलि चिसो छ तर दामी छ, शीतल छ। गर्मी पनि छ फेरि यहाँनिर, तर आज गर्मी छैन, आज शीतल छ। भन्न चाहन्छु धन्यवाद। सुनिदिनु भयो, धन्यवाद।